ल हेर्नुहोस् टुपी झर्ने भिर भन्छ यसलाई टुपी झर्ने माथितिर हेर्दा चाहिँ यो भिरमा हामी पनि छौँ आज हाम्रो दिपकजी चाहिँ घन्जा घोर भिरभित्र जानुभएको छ छिरिएला है छिरिएला त्यहाँ विचार गर्नुहोस् त्यहाँबाट खुट्टा बिच्कियो भने त सिधै हो फेरि तल बिरुमा छिरिएला चिर चिर भन्ने चिरको बिरुमा खस्सै छिरियो छ नि त बडो गाह्रो ओहो खतरा हो ठाउँ त खतरा खतरा होइन महा खतरा भयो यो त राङ्सी हो यो राङ्सीको भिर हो राङ्सीको हेर्नुहोस् यो भिर यस्तो पहाडहरू समातेर हिँड्नुपर्छ हाम्रो यस्तो छ गरेको मान्छेले मात्रै सक्छ सर के गरेकोले गुरिल्ला तपाईँले गुरिल्ला गर्नुभयो पहिला 2037 सालतिर हो कि हो सर हो म चाहिँ हाम्रो गुरिल्लाको एकजना म्याराथन धावकजी हुनुहुन्छ गुरिल्ला गर्नुभयो उहाँले जस्तो भिरमा पनि हिँडिदिनुहुन्छ खसाखस सरलक है उस्तै उस्तै मान्छे हिँड्न गाह्रो छ यहाँ बँदेल पनि आएर चाहिँ के यार 50 जनामा 11 आउनुभएको हो भन्ने म्याराथनमा 50 मा 11औं स्थानमा आउनुभएको यता हेर्ने हो भने गन्जा घोर भिर छ यता हेर्नुहोस् अब हामी बिस्तारै भिरबाट हामी जङ्गलतर्फ प्रवेश गऱ्यौँ जङ्गलमा छिर्न पनि डर छ यहाँ ओहो ओहो के हो हेर्नु त यहाँ त पुरा कालिज रहेछ यार कालिजै के हुन्छ कालिज होइन कालिजले फोर्क्या त्यही त नि कालिजले उल्का ओहो त के डरलाग्दो छ त यो जङ्गल त बाबा हो हामी यति बेला पानाको जङ्गलमा हामी यतिखेर अमेजन पाना नहर हो हामी यतिखेर अमेजन जङ्गलमा छौँ अमेजनको जङ्गलबाट तपाईँहरू हामीलाई प्रत्यक्ष हेरिरहनु भएको छ हेर्नुहोस् हामी अत्यन्तै हाम्रो यात्रा अमेरिकातर्फ हुँदैछ भन्नुहुन्थ्यो र अब हेर्नुहोस् त यता माथितिर केही थियो कि भिरमा आज हाम्रो खोजी कार्य जारी छ बाबा यो जङ्गल त बडो खतरनाक जङ्गल रहेछ त बड्डा यता हामी है यी भर्खर खोर्से ओहो यी दुम्सी पनि आउँदो रहेछ हेर्नु न यी दुम्सीको त हो नि यो हाल्दै छ यार दुम्सीको दिदी छ कि दुम्सी दिदी त्यो चाहिँ होइन सिधै गर्ने दुम्सीले कतै दिदी खसाएको त्यही त हेर्नुहोस् यहाँ बँदेल पनि रहेछ नि बहुत आउँदो रहेछ नि के आउँदो रहेछ नि के आउँदो रहेछ यस्तो हो यो अब हामी कहाँ जान्छौँ अब जाने ठाउँ सिद्धियो इस्लाम